नमस्ते, वेलकम ब्याक टु माई न्यू भिडियो। अहिले सबैजना सन्चै हुनुहुन्छ अनि म पनि एकदमै सन्चै छु। नयाँ भिडियो नयाँ दिनको सुरुवातबाट म भ्लग स्टार्ट गरिरहेकी छु अनि कस्तो लाग्छ अन्तिमसम्म हेर्नु होला। अनि के हो त भने टाइटल पनि ठ्याक्क देखिरहनु भएको होला हजुरहरूले। टाइटलबाटै र थम्बनेलबाट नै जानकारी भयो होला। अब चाहिँ भिडियो हेरौँ के हुन्छ कस्तो हुन्छ थाहा पाइरहनु भएको छ। अब अनि आज चाहिँ यहाँ म छु अनि त्यस पछाडि यहाँ माइजो हुनुहुन्छ। हाई। अनि यहाँ अब हामी चाहिँ बोडी लाउन जाने भने हामी तलतिर। अनि त्यस पछाडि यहाँ चाहिँ आज सुनसान छ होइन। अरू बेला जहिले पनि हल्ला हुन्थ्यो अनि भाइहरू आज छैनन् नि त, तिनीहरू गाउँ गहन। सो म पनि आजै आएको अनि त्यही भएर सुनसान छ बाबुहरू नभएर। अनि अब चाहिँ हामीले फेरि बोडी लाउने रे माइजूले यत्रो लगाउनु पर्छ उसहरू यत्रो तरकारीहरू चाहिँ लगाउनुहुन्छ जे होस्। अनि त्यस पछाडि यहाँ त कता फुल पनि चाहिँ कता देखेकै छैन क्या हो, अलिक कालो आयो। अनि त्यही भएर चाहिँ के गर्छु कसो गर्छु त अनि हजुरहरूले हेर्दै जानु होला, नछुटाइकन स्कुल नगरिकन हेर्नु होला है त। हामी चाहिँ तरकारी टिप्न जाँदैछौँ। भाइ यहाँ हाई भनिदेऊ न। भाइ यहाँ हाई भनिदेऊ न। यहाँ भन त, यता आएर बाबु किन यस्तो लजा खाऊ, हाई भनिदेऊ न। यता यहाँ आऊ त, म तिमीलाई केही सोध्छु कि यहाँ हो। तिमी कति क्लासमा पढ्छौ अरे भन्छु कि यहाँ हो। तिमी कति क्लासमा पढ्छौ अरे भन्देऊ त यहाँ। दुई यता हेरेर तिम्रो नाम के हो नि? शिशिर के हो नि? सबै भन न। हात जोडेर भन्देऊ न ल, हात जोडेर भन्देऊ। नमस्ते मिस भन त। शिशिर। अनि सौगात पनि हो। हो कुन स्कुल पढ्छौ नि? स्कुलको नाम के हो नि? हो। रिजल्ट आयो तिम्रो? पास भयौ? आएन है रिजल्ट त्यसै? होइन होला, हुन्छ। हामी चाहिँ यहाँ सब्जी टिप्न जाँदैछौँ। अब बेलुका खानु पऱ्यो, कुरकुरा च्याप्प पारेर च्याप्प खानुहुन्छ तर आज खानु हुँदैन। अनि यहाँ सब्जी हजुर सब्जी टिप्न आएको हो। अनि त्यही भएर यहाँ चाहिँ सनसेट के त्यो किन फाल्नु भएको त नि? धेरै उसै छैन त। भोक लाग्यो, मैले बिहान खाएन गाइस खाना। अब त कपालमा के माइजू त्यो होटेलमा पकाउँदा लाउँछ। अब त कपालमा के माइजू त्यो होटेलमा पकाउँदा लाउँछ नै हो, त्यस्तै लानुपर्ने भयो। त्यही राम्रो पर्यो। रमले त रमले ल्याउनु भयो। छ्या के छे, म त्यही भएर खाँदा यति विचार गरेर खान्छु। म शङ्खा त लाग्थ्यो के कपाल त होला पक्कै भन्ने त भयो थियो। मलाई ख्याल गरेर खाइथ्यो धन्न। हातमा बसेको आएर यति टिप्यो मैले चाहिँ। अस्ति सेन केटारीमा खुर्सानी लिएर आएको फालिदिएको कस्तो कहाँ दिवसले चाहिँ कहाँबाट उहाँबाट त्यो फालेको भेटाएर ल्याउनु मात्रै टिपेर ल्याउनु। आलु र यो भुट्नु यस्तो मिठो हुन्छ। ल भुट्नु र पकाएर खानु, मलाई त्यही छ। भैँसी हेरेर खानु, भैँसी यहाँ भैँसी त्यता भैँसी हेरेर। अनि के भन्नु ल गीतहरू माइजो गीत छ।
आउने जाने मूल बाटै बाँधबो लाखमाया दुई दिनलाई सम्झबो आउने जाने मूल बाटै बाँधबो बसमाया जयको रात भोलि बेटा भइरहेन एकसाथ हाम्रो बाजे एक्सपर्ट हो एक्सपर्ट गीत त कति फुर्छन् कति अनि त्यही हो अनि म चाहिँ यता धेरै डुले छैन नि त मैले सुरुमै भन्यो डुलेको छैन यता अनि त्यही भएर डुले छैन अनि जे होस् घर छोडेर आउँदा आनन्द हुन्छ मन शान्त अनि अलि पकाएको खानु पाइन्छ नि त घरमै अलि पकाएको खानु पाइन्छ भए पनि यिन चाहिँ ऐनाबाट चलिरहन् मम्मीले गाली गर्दा म तिमीलाई यसले क्या रहेछ यसले कता गर्छु उता गयो भाइ हजुर के भन्ने हौ भन के भन्ने हो किन चले नि त तिमी कति चल्ने रहेछ यहाँ के छ टङ्की छ लाइट टङ्की पानी भी नहीं था अब चाहिँ खाना पकाउनु पर्ने हुन्छ किन भन्दा आज चाहिँ मेरो व्रत छ नि त सो मैले पकाएर खाने हो यहाँ कुकुर आएर बस्यो दूर भनेर जाँदैन अनि आज चाहिँ अँध्यारो भइन्छ सो मैले चाहिँ लाइट बाल्छु अनि त्यस पछाडि बनाउँदै हुनुहुन्छ माइजूले सब्जी अनि यहाँ किन भाडा नघोप्टाको अनि यहाँ एमा घोप्टाको खान्थ्यो नि अनि त्यस पछाडि अँध्यारै रहेछ कस्तो ठ्याक्क जान्थेँ नि त मैले अनि कहाँ के छ भनेर अझै मोबाइलले ब्लग गर्दैछु के हो यहाँ चाहिँ माइतीको पूजा कोठा मतलब पूजा गर्ने ठाउँ अरू माइज यस्तो हो नि त जतिको त यस्तो यस्तो झुन्डाउनु भएको अनि जस्तो मैले लाइट बालिदिन्छु है लाइट बालिदिन्छु यो चाहिँ आमा बुवा आउनुहुन्छ भनेर यो चाहिँ उस ल्याउनु भएको दुईवटा दरब छ नि यहाँ त दुईवटा सो वान त्यही हो अनि यस्तै छ हजुर र म चाहिँ माइजको भिडियो सुट गरेर आउँछु है सो हामी चाहिँ खाना पनि पाक्यो अनि अब माइजमा खाना पस्काउनु हुन्छ भात अहिले पकाउनु भएको होइन खै तातो छ अनि पकाएको भएर तातो भएको होला हुँदैन क्या यहाँ चाहिँ बाहिर कुकुर आएको होइन इरिटेट यहाँ आफूले घर पाले आँखा टल्केको यसको आफूले घर पाले जस्तै यहाँ आएर यसको यो किर्ना त जुम्रा सर्छ नि माइजू हजुर हजुर मैले यही पालेको यहाँ हेर्न सक्नुहुन्छ है म धक्क किन जान्न भनेको त घर पालेको कुकुर हो त ए बा मलाई के थाहा त नि यो घर पालेको कुकुर अरे हो नि त गाइज
फेरि यसलाई कहाँबाट ल्याउनु भएको त नि कहाँबाट ल्याउनु भएको किनेर त होइन हो कत्रो थियो नि ठुलै थियो ठुलेको किन ल्याएको पत्ता आएन हो कि साँच्चैमा पत्ता आएन कति हाल्नु भयो छिमेकीको ल्याएको अनि यसलाई कहाँ चाहिँ राति राख्ने त्यही खाएर बस्छ पानी आउने पुर्छ चोरोलाई धपाउँछ जान्नु भयो बाहिर कस्तो अँधेरो भयो गाइस मैले अब देखाउँछु यो झ्यारोस भरेर नि कालो झ्याल भएर नि मलाई चाहिँ यहाँ माइजूले यो चाहिँ ढोगायो यहाँ चाहिँ गहुँको सिजन छ नि त सो यहाँ गहुँ रहेछ यहाँ चाहिँ गहुँ छ कति उस छ थाहा भएन तर गहुँ धेरै भएन कि यहाँ चाहिँ कपी किताब रहेछ भाइहरूको हेरमै भाइको ह्यान्डराइटिङ कस्तो रहेछ ए दुर्गा पी तिवारी रे 9A श्री दुर्गा प्रसाद तिवारी भनेको के पी भनेको यहाँ दुर्गा पी तिवारी भनेको दुर्गा प्रसाद तिवारी 9 र साइन्स यसरी पक्कै नै ट्यालेन्टको हुनुपर्छ कपी साइन्स युनिट 7 कडक्से भाइहरू अब चाहिँ 10 मा जाने भाइ अनि सो म चाहिँ एक्जाम दिएर अनि मेरो रिजल्ट अब कहिले आउँछ मलाई एकदम डर लागेको छ गाइस सोचे भन्दा पनि एकदम राम्रो आइदियोस् मेरो रिजल्ट चाहिँ हामी खाना खान्छौँ गाइस खाना हजुर अब चाहिँ केही नदेखोस् मैले खोजेकै यो मलाई टक्क लाएर यस्तो अमिलो खाना मन थियो कि यहाँ मेरो खाना आयो है अनि त्यस पछाडि यस्तो गरेर हेर्नुपर्छ कि खाना चाहिँ हामी त्यही आउँछ बस खाना खानु चाहिँ आउँछु मर्निङ गाइस डे 2 यो ब्लग चाहिँ अब सुतेकै छु उठेर होइन अनि अब चाहिँ एकछिनपछि अब उठ्छु बाहिर चाहिँ यस्तो घाम लागिसकेको छ घाम देखेको छ अनि अब चाहिँ म उठ्छु होइन उठेर अनि चाहिँ अब चियाहरू खानुपर्छ अनि त्यहाँबाट म उठ्छु अनि हात मुख धुन्छु अनि त्यहाँबाट म आउँछु अनि आज के हुन्छ कसो हुन्छ हेर्दै जानु है त माइजू पनि उठेर झाडु लगाउँदै हुनुहुन्छ अनि माइजू पनि आज हिजो मेरो व्रत आज माइजूको व्रत छ सो अब त्यसलाई चाहिँ हामीले म्यानेज गर्छौँ अनि के हुन्छ हेर्दै जानु होला है त यहाँ चाहिँ अहिले करिब 1:30 भयो होइन यहाँ चाहिँ यस्तो पानी आहा आज बुटोलमा नि त कस्तो पानी आहा बाटोभरि पानी अझै पनि पानी परिरहेको छ कस्तो पानी पऱ्यो यहाँ त यी सो अनि त्यही हो आज म मान्छे पनि हुनुहुन्न उहाँ के भन्छ अरे त पानीहरू छिटिरहेछ नि त ए पुरै चुहिएको माथिबाट पानी गाउँ त पुरै रोडमा मैले हुन्छ अनि यहाँ चाहिँ अहिले कति बज्यो होइन पानी त्यहाँ घडी हेर्न सक्नुहुन्छ अनि पानी आयो यता चाहिँ कम्युनिटिज त्यही अनि बाबुहरू छ त मोबाइलहरू हुन्छ खानासाना खाएर बसेको अनि मैले चाहिँ उता कता आफ्नो काम परेर टपरी कुद्न चाहिँ जानुभएको छ अनि टपरी कुद्न जानुभयो अनि म छुइनँ अनि अरू त त्यस्तै हो अनि खानासाना खाएको चाहिँ देखाएन अलि त्यस्तै भयो होइन समय मिलेन अनि खाना खाएर एकैछिन बस्यो आज सुत्दा नि सुत्दैन होइन दिउँसोमा अनि त्यस पछाडि हेरेको त यस्तो पानी आइराखेको थियो बाहिर तर्केर पानी आएछ अनि त्यही हो अनि खानासाना खाएर अनि सुत्न पऱ्यो भनेको मैले ठ्याक्क माइज पनि उता टपरी कुद्न जानुभयो अनि त्यस पछाडि म मात्र छु अनि त्यही हो अनि पानी त कति ठुलो आइन्छन् अरू छ त्यस्तै यता कतै अँधेरो छ यहाँबाट देखाइदिनु
मैले यत्रो तर जम्मा गरेर राख्नु परेछ फ्रिजमा त केही पनि छैन अरू त त्यस्तै छ अनि भोलि अब सबैजनालाई ह्याप्पी न्यु इयर भन्छु मैले चाहिँ म त खासै राम्रो त भएन अनि त भयो त्यो पनि ऐना हेरौँ मलाई चाहिँ रातो टिका मन पर्थ्यो होइन अनि रातो टिका चाहिँ लाउनु हुन्न किन भन्दा बुवा बित्नु भएको पनि प्लस आमा पनि हाम्रो दुईवटा अनि त्यही भएर त्यस्तै भयो के भन्नु फाइनली यहाँ चाहिँ मेरो भिडियो हेर्दै रहेछन् भाइले अनि दुईवटा भाइले चाहिँ मेरो भिडियो हेर्दैछन् है सब्सक्राइब नि गरेन मेरो सब्सक्राइब यो ब्लग चाहिँ सबैले हेर्नु भयो होला अनि त्यस पछाडि मैले यो 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 ब्लगै ठ्याक्क मेरो ब्लग हेर्छौ कि नै कस्तो इनोसेन्ट फेस के हिँड्को हेर्छौ नि ल यहाँ हेर्दैछन् यहाँ अलिकति पनि छ अनि त्यही हो अनि यहाँ भाइरल ब्लगर छ के हुन्छ त अनि अब यतिमा इन हुन्छ के हुन्छ खासै रमाइलो त भएन केही पनि यताउति भएन त्यही हो अनि रमाइलो त्यति रमाइलो ब्लग त्यति गराउन पनि पाएन त्यति भयो कि के सो त्यही हो अनि अन्तिमसम्म हेर्नु होला राम्रो लाग्यो कमेन्ट पनि गर्नु होला नराम्रो लाग्यो पनि कमेन्ट गरिदिनु होला के कस्तो भइरहेको छ कहाँ के भएको छ के कमेन्ट कम्प्लिट भएको कुतु हजुरले नै बताउँथ्यो अनि त्यही भएर चाहिँ भिडियो अन्तिमसम्म हेरिदिनु होला गर्जे पनि छ आउँछ आफ्नो होला अनि सो त्यही हो अनि सबैजनाले लाइक कमेन्ट अनि सेयर सब्सक्राइब गर्न चाहिँ नबिर्सिनु होला थ्याङ्क्स फर वाचिङ